तपाईँ अहिले हेर्दै हुनुहुन्छ मेरो नेपाल अनलाइन टिभी। लकडाउनको कुरो भएसँगै वीरगञ्जमा यति बेला पसल तथा सरकारी कार्यालय खुलिसके बजारमा मानिसहरूको अत्याधिक भिड लाग्ने गरेपछि यति बेला बजारमा पार्किङको व्यवस्था नहुँदा सवारी दुर्घटना हुने सम्भावना देखिएको छ भने अर्कोतिर बजारमा बढ्दो अव्यवस्थित भिडले सामाजिक दूरी कायम नगरी व्यापारी र सेवाग्राही बीच बजारमा अहिले किनमेल गर्ने संख्या दिनानुदिन बढ्दै गएपछि वीरगञ्जमा कोरोना महामारीको प्रकोप बढ्ने देखिएको छ। अव्यवस्थित भिडभाडमा पार्किङको अभावको कारण सवारी दुर्घटना तथा कोरोनाको जोखिम बढ्ने गरेको स्थानीयवासीहरू बताउँछन्। मेरो दिलीप प्रसाद उप्रेती छपका 1 नम्बर घर। अब के गर्नु पर्यो भने नगरपालिकाको जग्गा जमिन छैन हेर्नुहोस्। अब यो रोडमा त यहाँ राख्नै पर्यो, पुरानो बस राख्दा राम्रो। दोस्रो कुरो भने यो जति ब्याङ्कहरू छन् नि प्राइभेट झन् राष्ट्र ब्याङ्कबाट स्वीकृति दिएर जब खोलेको छ भने उसले त जग्गा चाहियो त, रोडमा राख्ने कुरा आउँदैन नि। रोडमा राख्ने नदिने, किन रोडमा राख्नु पर्यो? त्यो ब्याङ्कै स्वीकृति नदिनु पर्ने। त्यसैले गरेर हामीलाई धेरै यो 1 नम्बर रोडमा चाहिँ यो हाम्रो यो आदर्श नगरको रोडमा एकदम जाम हुने काम। अब यो नगरपालिकाको कुरा यहाँ त सबैलाई आउँछ, उहाँ जमिन पुग्दैन कि पुरानो बस लगाएर राखे भइहाल्यो नि। सबै त्यहाँबाट जनताहरू हिँडेर आउँदा भइहाल्छ नि। सबसे राम्रो तपाईँलाई नि राम्रो, मलाई नि राम्रो, भिड पनि हुँदैन, गाडी पनि केही ठक्कर लाग्दैन। 5 मिनट हिँडेर आउनु सक्दैन कोही जनता। त्यो मजाले बनाइदिए हुन्छ, मजाले बनाएर एउटा नगरपालिकाको स्टाफ राखेर कुपन गर्दै भइहाल्यो नि। पैसा पनि लिनु पर्दैन जनतासँग, चाहे 5 रुपियाँ राखे पनि के भयो। मेरो नाम दिपक कुमार ठाकुर हो, कुमाटोल छ होइन। खास सरकारले त नियम सबै निकाले यस्तो उस्तो भनेर होइन। जुन सामाजिक दूरी 2 फिटको दायरामा रहेर हामी कारोबार गर्ने या आफ्नो समस्याहरू आएर नगरपालिका या सिडिओ कार्यालयमा गर्नुपर्ने सबै कुरा भन्दा पनि धेरै यहाँ त्रुटिपूर्ण देखियो होइन। यहाँ त जोखिम, यो समस्या आफ्नो सल्टाउनु भन्दा पनि यहाँ ठुलो जोखिम देखिरहेछ। यहाँ 1 फिटको दूरी पनि कायम भएको छैन। भर्खरै हेर्दाखेरि यहाँ घुइँचो बजार जस्तो घुइँचो लागिरहेछ। यसले त गर्दा मलाई हिजो काठमाडौँमा 5 जना सङ्क्रमित अवस्था देखिरहेछ। यहाँ त महामारी जस्तो यो अमेरिका जस्तो हालत, यो अमेरिका जस्तो आउने जस्तो देखिरहेछ। त्यसले गर्दा अब कि राम्ररी व्यवस्थित गर्नु पर्यो अथवा सबै कुरा मिलाउनु पर्ने भयो। सर यहाँ दिलीप कुमार ठाकुर, मेरो घर यता कुमाटोल होइन। अब हजुरले जुन यो यता जुन अहिले महामारीको चलिरहेको यो कोभिड 2019 होइन, अर्को यता जुन यो यसै बिचमा जुन सरकारले हाम्रो लकडाउन खुकुलो पाल्नु भएको छ। अब यसैमा सबै कार्यालय पनि अब सरकारी कार्यालय हिजोबाट सायद कि आजबाट खुलेको छ। अब यो हेर्दाखेरि हाम्रो महानगरपालिका प्लस र यहाँको स्थायी प्रशासनले दुइटैको सहमतमा, दुइटैको मिलिजुतीमा अब यसलाई व्यवस्थित कसरी गर्ने, या त्यसलाई अब सामाजिक दूरी कायम गर्नु पर्यो एक त सबभन्दा पहिले। अब यो सबै खुलिसकेपछि अब तपाईँको के हो कि जथाभावी जुन पार्किङको व्यवस्था छ, जुन पहिला जुन सिस्टम एउटा चलिरहेको थियो त्यही सिस्टममा फेरि फलोअप लिएर आउनु पर्यो। नभए अब यिनीहरूलाई जो अब अवैधिक रूपमा पार्किङ व्यवस्था गरिएको छ ट्राफिक प्रहरी कार्यालय र प्लस हाम्रो यता जुन महानगरपालिका, जुन दुइटै व्यवस्थितको सल्लाह अनुसार त सबै कुरा हाम्रो चल्ने हो नगरपालिका। अब यो 2 जना उहाँहरूको सहमति अनुसार अब यो पार्किङ पनि व्यवस्था गरी भिडभाड नगरिकन एउटा पार्किङमा पनि बाइकहरू अलिकति डिस्टेन्स मेन्टेन गरेर जोडजाड, किन फलाममा तपाईँको छुँदाखेरि त्यसै 3-4 घन्टा तपाईँको लाग्ने हो। यसलाई पनि हामीले यो विचार गर्नु पर्यो कि कुनैको बाइक सपोज अब हामीले नै कुनैको बाइक चलाएर यता उचालौँ, त्यो पनि एकपल्ट ध्यान दिनु पर्यो सरकारले। यदि जब यो सर्वलोक हातबाट छुने पनि सर्ने भयो, तपाईँको प्लास्टिकमा पनि, तपाईँको लो फलामहरूमा पनि, सबैमा जुन बस्ने कुरा छ त्यो कुरा पनि महानगरपालिकाले यो कुरा प्रशासनलाई भनेर यो ट्राफिक व्यवस्था कसरी के गर्नुपर्ने हो यो विषयमा पनि मलाई जहाँसम्म लाग्छ उहाँको 2 जनाको सहमतिमा यो कुरा गरेर के गर्नुपर्ने हो व्यवस्था गरिदिनु पर्यो। अर्को यो महामारीको कुरा के छ कि मान्छेको त सबभन्दा पहिले जनचेतना आफै हुनु पर्यो कि हामी डिस्टेन्स मेन्टेन गरेर, जुन सरकारले गभर्मेन्टले आज इभन देन रिङटोङ पनि हाम्रो चेन्ज भइसक्यो। पहिला घरमै बस्यो भन्नु आएको थियो, आजकल आउँछ कि तपाईँको सामाजिक दूरी कायम गरेर गरौँ। यो रिङटोङ सुनेर पनि मान्छेले आफैमा सबभन्दा पहिले त आफैमा सजग हुनु पर्यो। निकै लामो समय लकडाउनको कारण वीरगञ्जमा लकडाउन खुकुलो भएपछि प्रशासनिक कामकाज एवं सामानहरू किनमेल गर्नका लागि सेवाग्राही बजार आउन थालेपछि बजारमा भिड बढ्न लागेको हो। उक्त भिड बढेसँगै बजारमा यति बेला पार्किङको अभाव हुँदा पनि यस विषयमा प्रहरी प्रशासन कुनै चासो देखाएको देखिँदैन। सामाजिक दूरी कायम गरी उच्च सतर्कताका साथ बजार खुलाउने सहमति भए पनि यस विषयमा अनुगमन भएको देखिँदैन। बजार अनुगमन नहुँदा बजारमा देखिएको भिड र पार्किङको अभावलाई अब
कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने प्रश्नमा पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्त। यो लकडाउन अलिकति फुकुलो भइसकेपछि त्यो अस्तव्यस्तता देखिएकै छ, त्यो कुरा साँचो नै हो। अब आफै महसुस गरेर यति लामो समय झन्डै 3 महिना जस्तै यो भइसक्यो समय, यो अवधिमा एक किसिमको मान्छेले आफैले त्यसलाई महसुस गर्नुपर्ने अवस्था थियो, त्यो देखिएको चाहिँ छैन। अब पार्किङको सम्बन्धमा भन्ने हो भने वीरगञ्जको जुन जनघनत्व छ, जुन किसिमको अब व्यावसायिक व्यापारिक एरिया छ, त्यसलाई धान्न सकिने ट्राफिक मतलब त्यो किसिमको स्पेस चाहिँ छैन पार्किङको लागि। प्रहरीले दुःख दियो भन्ने मानसिकता राखेको कारणले अब हामीले यहाँको नागरिक समुदायसँग नै हातेमालो गरेर चाहिँ अभियानहरू सञ्चालन गर्नुपर्छ भन्ने कुरालाई मुख्य प्राथमिकतामा राखेका छौँ र छिटै हामीले अब कार्यक्रमहरू त्यही अनुसारै सञ्चालन गर्छौँ। विश्वव्यापी रूपमा फैलिएको कोभिड-19 अर्थात् कोरोना भाइरसको व्यापक सन्तास कारण यति बेला विश्वको जनजीवन नै आक्रान्त बनिरहेको बेला वीरगञ्जमा देखिएको भिडले कता कोरोनाको भयावह स्थिति सृजना त हुने होइन भन्ने व्यापक प्रश्न उब्जिएको छ। यसैले यसतर्फ समयमा नै नजर आउन नसकेमा भोलिका दिनमा वीरगञ्जमा कोरोना एपिसेन्टर नबल्ला भन्न सकिँदैन। मेरो नेपाल अनलाइन टिभीको लागि सुजन सुवेदी।